को बारेमा त आई मिन जति भन्यो कम हुन्छ होला। म कुरा गर्दैछु स्पोर्ट्सबाट स्काईको। आई मिन त्यही एमबीपी को कुरालाई लिएर तपाईँले थोरै माइन्ड गर्न सक्नुहुन्छ, बट ओभरअलमा आइ एम ह्याप्पी। अनि यो मान्छे लास्टको लेट्स से पीएमएसएल सकियो, पीएमजीसी खराब पर्फर्मेन्स आयो अनि त्यसपछि नयाँ सर्किट सुरु भयो। यो लास्टको लगभग अहिले हामी जुन जुलाई तर्फ आइसकेको छौँ, 6 महिनादेखि। यो लास्टको 6 महिनादेखि जुनसुकै दरबारी टुर्नामेन्ट हेर्नुहोस्, जुनसुकै अफिसियल टुर्नामेन्ट हेर्नुहोस्, जुनसुकै बिगर र स्मल स्केलको टुर्नामेन्ट हेर्नुहोस्, हर एकमा छ। अनि अहिले उसले यत्तिकै नाम पनि बनाएको छ, आफ्नो फ्यान्सहरू पनि बनाएको छ, वेल विशरहरू पनि कमाएको छ। ग्रोको यस 12K मिड रेन्ज ट्रेबल्स गेम प्ले, पार्टनरलाई दिने सपोर्ट, आई मिन जस्ट क्रेजी लाग्छ मलाई चाहिँ। थोरै त्यो फिलिङ चाहिँ के आयो भन्दा समहाउ अस्ति नै एकचोटि एसएससीमा एमबीपी भएका थिए स्काई, बट टिमले जितेको थिएन। इन ही वाज स्याड एन्ड अलमोस्ट सेम सिचुएसन हुन्थ्यो। अहिले पनि टिम सेकेन्ड भयो अनि ऊ पनि एमबीपीमा सेकेन्ड भयो। उसले जितेको भए पनि सायद सेम फिलिङ उसको फेसमा देख्न पाइन्थ्यो होला। आई स्टिल रिमेम्बर द इन्टरभ्यू जहाँ अलमोस्ट म इमोसनल भइसकेको थिएँ, बिकज उसको फेस हेर्नै सकिरहेको थिएन मैले इन्टरभ्यू लिँदाखेरि। पीएमपीएल एसए च्याम्पियनसिपकै कुरा हो यो। आई थिङ्क क्लिप भेटायो भने मैले एट्याच पनि गरिदिन्छु। दिस वाज भेरी इमोसनल इन्टरभ्यू एटलिस्ट मेरो एन्डबाट पनि, बिकज उसलाई हेरेर मेरो आँखा भरिएको थियो अनि मलाई हेरेर मेरो साइडमा भएको मन्दिर र विपुलको पनि अलमोस्ट आँखा भरिएको थियो। यो प्लेयरको स्ट्रगल कहानी मैले यो अनफिल्टरको एपिसोडमा सुनाएको थिएँ। अनि आई थिङ्क अब टिम फर्केर आइसकेपछि इन द लबीको एपिसोडहरू पनि म प्लेयरहरूसँग सुट गर्ने कोसिस गरेँ भने त्यहाँ इभन फर्दर मोर होरै स्पोर्ट्समा आइसकेपछि अहिले के चलिरहेको छ, कस्तो चल्दैछ लगायतको कहानीहरू पनि तपाईँले सुन्न पाउनुहुन्छ। बट यो प्लेयर आई मिन उसको लाइक इन ह्युमन हेबिटले पनि होला होइन, नर्मल उसको जनरल बानीले पनि होला, धेरैले उसलाई रुचाउने द वे ही इन्टरेक्ट त्यो कुराले नै होला। अनि विथ द पर्फर्मेन्स, विथ द ब्याक टु ब्याक पर्फर्मेन्स एन्ड इन लट्स अफ द टुर्नामेन्ट। स्टार्ट्स वाइज पनि अफकोर्स म 3टे स्टेजको स्टार्ट्स 3टे प्लेयरको जसको कुरा गरेँ मैले साइडमा हालिदिन्छु। बट दिस गाय आई मिन त्यो टिमको मेन पिल्लर नै अहिले ऊ भनेको छ। अनि अफकोर्स यो पीएमएसएल सीएसएमा 2टा राई ब्रदरको आकाश सोताङ राई अनि शीतल राईको सो चलेको थियो, जसले गर्दा टिमको लागि यति राम्रो रिजल्ट आयो। यसको मतलब यो होइन कि बाँकी दुईको कन्ट्रिब्युसन थिएन, बट यिनी 2टाको मेजर इम्प्याक्ट अनि मेजर कन्ट्रिब्युसन देख्न पाइयो।